मैले यहाँ लेभलहरु ड्र गरेर राखेको थिएँ हैन म यो मल्टी टाइम फ्रेमको लागि यहाँ रुलहरु लेखिदिन्छु क्या टक्क लगाएर यहाँ के हुन्छ भन्दा त ल म एउटा रुल है त रुल नम्बर 1 है रुल नम्बर 1 मा चाहिँ हाम्रो के हुन्छ भन्दा त हैन when all time frame are aligned same direction डिरेक्सन हैन जस्तै अब यहाँ यसको लागि चाहिँ हाम्रो डेली टाइम फ्रेम फर्स्टमा आयो डेली टाइम फ्रेम बुलिश यस बुलिश छ हैन ओके डेली टाइम फ्रेम पनि बुलिश 4 आवर टाइम फ्रेम पनि बुलिश 4 आवर टाइम फ्रेम पनि बुलिश 4 आवर टाइम फ्रेम पनि बुलिश एन्ड 1 आवर टाइम फ्रेम पनि बुलिश यस बुलिश हैन 1 आवर टाइम फ्रेम पनि बुलिश छ भने हामी यतिखेर के गर्छौं भन्दा त हामीले यहाँ के गर्छौं त भन्दा हामीले फलो गर्छौं सरी है हामीले के गर्छौं त फलो 1 आवर टाइम फ्रेम 1 आवर टाइम फ्रेम फलो गर्छौं त्यसको लागि हामीले कन्फर्मेसन के लिन्छौं त त्यसको लागि फलो हामीले 1 आवर टाइम फ्रेम गर्छौं अनि हामीले के गर्छौं त भन्दा कन्फर्मेसन 1 कन्फर्मेसन चाहिँ हामीले के लिन्छौं त भन्दा 5 मिनेटको क्यान्डल 5 मिनेट क्यान्डल और 1 मिनेट चोच 1 मिनेट चोच हैन एउटा रुल यो भयो हैन मल्टी टाइम फ्रेमको अनि सेकेन्ड रुल हुन्छ हैन रुल नम्बर 2 के हुन्छ त भन्दा रुल नम्बर 2 हाम्रो when हैन when 1 hour opposite 1 hour opposite 4 hour and daily यस्तो डेली टाइम फ्रेम हैन यस्तोमा हामीले के गर्छौं त भन्दा हामीले फलो केलाई गर्छौं त 4 आवर टाइम फ्रेमलाई फलो गर्छौं फलो 4 आवर टाइम फ्रेम हैन अनि कन्फर्मेसन के लिन्छौं त हामीले कन्फर्मेसन के लिन्छौं त हामीले 5 मिनेट चोच 5 मिनेट चोच हामीलाई कन्फर्मेसन के चाहियो त 5 मिनेटको चोच चाहियो हैन अनि त्यसपछि हामीले के गर्छौं त अर्को रुल नम्बर 3 के गर्छौं त अब हाम्रो यहाँ आउँछ रुल नम्बर 3 हैन रुल नम्बर 3 मा चाहिँ हाम्रो के हुन्छ त भन्दा when डेली टाइम फ्रेम डेली TF is opposite
अपोजिट 1 hour and 4 hour time frame, 1 hour and 1 hour and 4 hour time frame, 4 hour time frame हैन। यस्तो कन्डिसनमा चाहिँ हामीले के गर्छौं त भन्दा फलो डेलीको लेभल गर्छौं हैन। यसमा हामीले के गर्छौं त फलो गर्छौं, फलो के गर्छौं त डेली टाइम फ्रेम, डेली टाइम फ्रेम हैन, फलो डेली टीएफ हैन, डेली टाइम फ्रेमलाई फलो गर्छौं हैन। अनि यसको लागि चाहिँ कन्फर्मेसन चाहिँ के लिन्छौं त भन्दा हामी कन्फर्मेसन चाहिँ के लिन्छौं त भन्दा 1 hour को लेभल के रे हामीले प्ले गर्छौं, हामीले फलो गर्छौं डेली टाइम फ्रेमलाई, कन्फर्मेसन लिन्छौं 1 hour चोच 1 hour CH चोच हैन। यति क्या बस, यति रुल फलो गर केडा हैन। ट्रेडिङमा सक्सेस हुनु छ, यति मेरो मैले भनेको यो गोल्डन रुल फलो गर। दिनकै ट्रेड लिन पनि आवश्यक छैन, दिनकै लिन्छौ भने पनि एउटै करेन्सी पेयर, एउटै गोल्ड, एउटै बिटकोइन, एउटै इथेरियम, एउटै हुन्छ नि जो पनि युरो USD जेपी जो पनि क्या एउटै कुराहरुमा चाहिँ नअड्के क्या। एउटै चार्ट हेरेर एउटैमा ट्रेड हान्छु यो नगर। बस यो रुलहरु केमा मिलिराछ त हैन, यो रुलहरु केमा मिलिराछ, त्यो रुल जहाँ मिल्यो त्यही गएर के गर्ने त ट्रेड हान्ने हैन। अनि यहाँनिर मैले भनेको छु हैन, के रे अब यो हैन 1 hour को चोच त हेर्ने हैन। 1 hour को चोच जस्तै मान यहाँनिर हैन यो के रे 1 minute को चोच हेर्ने, यहाँनिरको 1 minute को चोच हेरेर पनि त्यहाँ भित्र पनि के हुन्छ त कन्फर्मेसन एक्स्ट्रा कस्तो जस्तो हुन्छ भन्दा जस्तै हैन अब यसरी हेर्ने भयो, यसरी चोच त हेर्यो, चोच भइसकेपछि पनि तिमीहरुले के निकाल्नु पर्छ, तीनटा लेभल निस्किन्छ क्या हैन। चोच भइसकेपछि हाम्रो तीनटा लेभल निस्किन्छ हैन, चोज भइसकेपछि तीनटा लेभल निस्किन्छ। त्यो तीनटा लेभल मध्ये पनि यो सरी यार म यसलाई रिमुभ गर्छु ल, यसलाई म यो भएन क्या हैन। के भएको यो यार यो ल्यापटप पनि कभर छ यो अनि जस्तै हैन। मैले अब ल फर्स्टको भनेको छु नि हैन, यो फर्स्टमा चोच कसरी हेर्ने भन्दा हैन जसरी लाइक यसरी मार्केट आइरा थियो हो, यसरी तल आयो माथि गयो, यसरी ब्रेकअप स्ट्रक्चर भयो, देन चेन्ज अफ क्यारेक्टर भयो नि हैन। यो यसरी चेन्ज अफ क्यारेक्टर भयो, चेन्ज अफ क्यारेक्टर भएपछि डाइरेक्टली घुस्ने हैन क्या, हामीले चेन्ज अफ क्यारेक्टर भइसकेपछि तीनटा लेभल निकाल्ने हो क्या हैन। तीनटा लेभल निकाल्ने हो, तीनटा लेभल हाम्रो हैन तीनटा लेभल निस्किन्छ। एउटा यो रेसिस्टेन्स बिकम सपोर्ट, यसलाई भन्छ रेसिस्टेन्स बिकम सपोर्ट। पहिला हाम्रो रेसिस्टेन्स थियो, यो लास्ट रेसिस्टेन्स इन द मार्केट, यही सेलरहरुले यहाँ क्र्यास गराएको थियो। यो अब बायसमा कन्भर्ट भइसक्यो किनकि यसले क्रस आउट हानिदिसक्यो। यसलाई एउटा आउँछ रेसिस्टेन्स बिकम सपोर्ट, यसलाई चाहिँ यति इम्पोर्टेन्ट नदेऊ किनकि यो लेभल प्ले हुन्छ बट धेरै विन्डेड हुँदैन। त्यसपछि हाम्रो आउँछ ए प्लस हैन, एकदम डिस्काउन्टमा हुन्छ यो हैन। यो जोन हैन डिस्काउन्टमा हुन्छ, डिस्काउन्ट ओटी सबैमा यही जोन पर्छ। अनि यो एउटा लेभल निकाल्ने, अनि एउटा चाहिँ अर्को लेभल निक्लिन्छ यो हैन। यो लेभल, यो तीनटा लेभल क्या म प्रिफर गर्छु। यो लेभल क्यूएमएल अथवा ए प्लस जे भने यसलाई म लेभलहरुको नाम पनि लेखिदिन्छु हैन। लाइक हैन यसलाई हामी आरबीएस भन्ने भइगयौं हैन, आरबीएस हैन। रेसिस्टेन्स थियो पहिला यो, मार्केटले अब यसलाई ब्रेक गरिदिसक्यो, यो सपोर्टमा कन्भर्ट भइसक्यो। यसलाई हामी के भन्छौं त क्यूएमएल, यसलाई हामी भन्ने भयो क्यूएमएल और ए प्लस पनि भन्न सक्यो, ए प्लस हैन, ए प्लस सेटअप ए प्लस हैन। यसलाई क्यूएमएल अथवा ए प्लस भन्न सक्यो। देन हामीसँग के छ त अर्को यो डबल बटम अथवा डबल टप, यसलाई के भन्छ त हामीले डबल बटम, डबल बटम। बस यति क्या, यति रुल फलो गरेर कन्सिस्टेन्सीका साथ ट्रेड गर केडा हो हैन। मैले पनि म भन्छ अहिले फिल गरिरहेको हो क्या, जब मैले हैन टोटल्ली लस गर्यो हैन योमा युट्युब यो साला चोरहरुको हैन, यिनीहरुको के आउँदैन क्या। अब कसलाई कोर्स बेच्नुमा परिरहेको हुन्छ, कसलाई के बेच्नुमा परिरहेको हुन्छ
होइन यिनीहरूले आफ्नो लसको रिकभर गर्नलाई यसमा दुनियाँ दिवाना क्या हरेक चिज यहाँ एक्स्ट्रा गरिदिरहेको हुन्छ क्या अब योमा फिपको लेभल पनि यहीमै पर्छ सबै कुरा यहीमा पर्छ यसलाई त्यही भएर ए प्लस अथवा क्युएमएल भन्छ होइन कौसी मोडल अथवा ए प्लस भन्छ यसलाई अनि सो यो रेसिस्टेन्स बिकम सपोर्ट यसलाई चाहिँ खासै प्ले नगर्नु ट्राई गर्नु होइन यहाँ मैले भनिरहेको छु नि होइन जसरी अब यो रुल नम्बर 1 भयो होइन यो रुल नम्बर 1मा हामीले 1 आवर टाइम फ्रेमलाई फलो गर्ने भन्ने थियौँ नि होइन जसरी हो यहाँ गोल्डले चाहिँ के भएको थाहा छ एक्ज्याक्ट होइन एक्ज्याक्ट हाम्रो कुन रुल फलो भएको थाहा छ के अरे वेन अपोजिट होइन के अरे यहाँ डेलीको अपोजिट 1 आवर र 4 आवर थियो क्या होइन डेलीको अपोजिट 1 आवर र 4 आवर थियो क्या म यहाँ चार्टमै देखाइदिन्छु क्या होइन गोल्डमा भर्खरै यो घटित घटना हो होइन म यसलाई देखाइदिन्छु क्या के अरे हामीसँग 1 आवरमा बियरिस थियो हो यो 1 आवरमा बियरिस थियो यो मजाले हेर्नु ल चार्ट होइन यो यहाँबाट यो लो लगायो एउटा 1 यो 2 यो यहाँबाट 3 देन 2 क्यान्डल रिट्रेसमेन्ट देन क्लोजिङ देन 2 क्यान्डल रिट्रेसमेन्ट देन क्लोजिङ होइन देन यसलाई गएर यहाँ चोज गरिदिएको थियो हो चोज गरिदिएको थियो हो गरेको थियो नि ओके यो भइसकेपछि हामीले मैले के भन्छु त चोज ल यो डेलीको बाइङको लेभलबाट 1 आवरमा चोज गराएको छ है हामीले है के अरे डेलीको बाइङ लेभल थियो क्या अब डेलीको बाइङ लेभल कसरी भन्दा यसलाई चार्टलाई जुम आउट गरेर डेलीमा म देखाइदिन्छु बाइङ लेभल कसरी हो बाइङ लेभल कसरी भयो होइन डेलीमा बाइङ लेभल कसरी भयो भन्दा मार्केटले के गरेको थियो त यहाँबाट के अरे यहाँबाट गयो आयो यहाँ 2 क्यान्डल रिट्रेसमेन्ट कम्प्लिट यहाँबाट यहाँ 2 क्यान्डल रिट्रेसमेन्ट कहीँ पनि छैन कम्प्लिट डाइरेक्टली यहाँ आएछ यहाँबाट एउटा इन्गल्फिङ क्यान्डल रिट्रेसमेन्ट पनि कन्सिडर गऱ्यौँ देन यहाँबाट 2 क्यान्डल रिट्रेसमेन्ट पनि छैन 1 क्यान्डल इन्गल्फिङ क्यान्डल पनि छैन केही पनि छैन सिधै हाम्रो यहाँ हाई लगाएको थियो गोल्डले सो हामीसँग यसको दुईवटा लेभल थियो कन्टिन्युएसनमा लेभलहरू दुईवटा लेभल हुन्छ या कन्टिन्युएसनमा चाहिँ टिजे लेभल 1 एन्ड टिजे लेभल 2 यो टिजे लेभल 1 र 2 लाई ट्याप गर्यो अनि मार्केटले हामीलाई के चाहिएको थियो त हामीले डेलीको लेभललाई ट्याप गरिसकेपछि हामीलाई 1 आवरमा चेन्ज अफ क्यारेक्टर चाहिएको थियो हो 1 आवरको चेन्ज अफ क्यारेक्टर दियो मार्केटले होइन 1 आवरको चेन्ज अफ क्यारेक्टर दिइसकेको थियो 1 आवरको चेन्ज अफ क्यारेक्टर दियो भने हामीसँग 3टा मोडल निस्किन्छ 3टा मोडल कुन त जो मैले भने होइन एउटा रेसिस्टेन्स बिकम सपोर्ट यो रेसिस्टेन्स बिकम सपोर्ट यसलाई मार्केटले रेस्पेक्ट गरेन होइन अनि त्यहाँबाट हामीलाई आउँछ यो क्युएमएल जो भन्छ यो ओटीमा पनि पर्छ क्युएमएल पनि भन्छ ए प्लस पनि भन्छ सब कुरा यसैमा हुन्छ होइन यो लेभललाई रेस्पेक्ट गर्यो के अरे यो लेभललाई रेस्पेक्ट गर्यो होइन यो लेभललाई स्विप चाहिँ भएको छ यहाँनिर पनि आउँदाखेरि हामीले यहाँनिर यो लेभलमा आउँदाखेरि पनि 1 मिनट चेन्ज अफ क्यारेक्टर हेर्नु हुन्थ्यो क्या अब यहाँनिर होइन डाइरेक्ट यहाँमा अब एउटा बुलिस क्यान्डल हाम्रो साइडमा आयो 1 मिनटमा यहाँनिर 1 मिनट चेन्ज अफ क्यारेक्टर अब जस्तै मैले भनेको 1 मिनट चेन्ज अफ क्यारेक्टर हेरेर यहाँनिरबाट उठायो होला अनि एउटा यसले माथि ब्रेकअप स्ट्रक्चर दिइसक्यो होइन ब्रेकअप स्ट्रक्चर दिइसकेपछि फेरि हामीले अब यहाँबाट टिजे लेभल निकाल्ने हो टिजे लेभल 1 टिजे लेभल 2 मैले यहाँ मार्क गरेर राखेको छु टिजे लेभल 2 अनि मलाई बाहिर यो लेभलबाट पनि उठ्न सक्छ यो 0.3 को लेभलबाट उठ्छ यहाँनिरबाट म हेर्छु भनेर यहाँनिर मैले ड्रइङ गरेर राखेको थिएँ क्या अगाडि त्यो चार्टमा होइन बस यति कुराहरू चाहिँ रुलहरू फलो गर त्यो मुझे 10 दुनियाँको भिडियो सिडियो यो लौडा लसुन होइन केही हेर्नु पर्दैन क्या होइन के अरे यो अर्डर ब्लक एफइजी काम गरेन यो अर्डर ब्लक एफइजी खै त यति हो कि लेभलसँगै अर्डर ब्लक एफइजी डिमान्डहरू क्रिएट भइरहेको हुन्छ होइन कुनै अर्डर ब्लकसँग त्यहाँनिर एक्स्ट्रा कन्फ्लुएन्स छ भने चाहिँ त्यो पावरफुल हुन्छ क्या अदरवाइज बेकार हो होइन सो दिनकै ट्रेड गर्न आवश्यक छैन एउटै पेयरमा ट्रेड गर्न पनि आवश्यक छैन यति कुरा चाहिँ यो के अरे यदि यो मल्टी टाइम फ्रेमको रुलहरू चाहिँ याद हुनु पर्यो क्या फर्स्ट कुरा चाहिँ ट्रेडिङ गर्नलाई यो मल्टी टाइम फ्रेम एनालाइसिस चाहिँ हुनुपर्छ क्या होइन यो मल्टी टाइम फ्रेमको बस यति हो क्या हामीलाई त्यो धेरै हायर टाइम फ्रेममा जानै छैन होइन मल्टी टाइम फ्रेममा टक्क यति यो मल्टी टाइम फ्रेमको रुलहरू टक्क लेखेर राख्यो यो रुलहरू क्या मल्टी टाइम फ्रेमको रुलहरू यति कुराहरू चाहिँ एलाइनमेन्ट गरेर हिँड्यो क्या होइन यति कुराहरू चाहिँ एलाइनमेन्ट गरेर हिँड्यो होइन यो रुल नम्बर 1 रुल नम्बर 2 रुल नम्बर 3 होइन यो कुराहरू चाहिँ याद गरेर बस्यो अनि त्यहाँपछि त्यो ट्रेड रङ भनेर आएर मलाई भन क्या ल होइन मैले पनि त्यो दिनकै ट्रेड चाहिँ हान्दिनँ होइन हुन्छ नि म त्यो हाइलाइटमा पनि ट्रेड हान्दिनँ किनकि अहिले म त्यो खालको कन्फिडेन्ट बिल्डअप भएको छैन ममा होइन नर्मल्ली म आफूलाई होइन लाइक जो कुरा मलाई गुमाउँदा पिर पर्दैन नि त्यो कुरा त्यति पैसाको चाहिँ म ट्रेड हानिरहेको हुन्छु क्या लाइक मलाई 1000-2000 गुमाउन दिनमा बाल लाग्दैन भने म 1000 रुपियाँ हानिदिरहेको हुन्छु क्या होइन 1000 रुपियाँ हानिरहेको हुन्छु 2000-3000 आयो भने ठिक छ त्यो 1000 गयो भने मलाई ड्याम केयर क्या किनकि मैले टेस्टिङ हानिरहेको हुन्छु मलाई के फरक भन्नाले लाइक अब फरक त कसलाई नपर्ने हो र लस हुँदा होइन फरक पर्छ बट
म त्यस्तो टेन्सन हुँदैन क्या भने लाइक अब त्यो म सबै त जाँदैन नि त मेरो वालेटमा त मलाई ट्रेड गर्नलाई त पैसा बचिरहेको हुन्छ नि त सो मैले केही कुराहरू पनि त्यसरी गरिरहेको छु होइन लाइक अब कसैलाई यो कुरा ठिक लाग्यो यो मैले भनेको कुराहरू चाहिँ एकदम ठिक लागेछ भने यो ठिक लागेछ भने चाहिँ यो रुलहरू फलो गर्यो अनि ट्रेडिङ गर्यो गाइज ल मैले आजलाई चाहिँ यति नै ल यो भिडियो मैले चाहिँ यहाँ वेट गरिरहेको थिएँ क्या अनि मैले के अरे यो उसमा त्यो के अरे यो यसमा युज म हिजो बेलुका त्योमा युएसटी क्याडमा ट्रेड हान्नु सोचिरहेको थिएँ क्या होइन किनकि मेरो यो लेभल मैले हेरेर बसिरहेको थिएँ क्या यो लेभलमा मलाई के अरे यहाँनिर मेरो सबै टाइम फ्रेम सेम एलाइनमेन्ट भइरहेको थिएन होइन लाइक यो के अरे डेलीमा चाहिँ बियरिस थियो नि त यो होइन डेलीमा बियरिस थियो होइन डेलीमा चाहिँ बियरिस थियो कसरी बियरिस थियो डेलीमा यहाँ स्ट्रक्चर ब्रेक भएको थियो हो डेलीमा यो स्ट्रक्चर ब्रेक भएको थियो डेलीमा बियरिस थियो राइट डेलीमा बियरिस थियो यो यसलाई मैले 4 आवरमा ड्रप हान्यो 4 आवरमा पनि यो बियरिसै थियो होइन जबसम्म यो हाईलाई ब्रेक हुँदैन थियो तबसम्म यो बियरिसै थियो अनि मलाई बियरिस थियो ओके अनि यहाँनिर पनि यो ब्रेकअप स्ट्रक्चर यो बियरिस थियो होइन अब यो 1 आवरमा त ओभियसली बुलिस थियो होइन लाइक 1 आवरमा त यहाँबाट यत्रो कुद्दासम्म त यो बुलिस भइसकेको थियो लाइक बट मलाई यहाँनिर यो 4 आवरको लेभल थियो यहाँनिर मलाई 5 मिनटको चोच खोजिरहेको थिएँ क्या म होइन म हिजो बेलुका ट्रेड हान्नेवाला थियो यो पेयरमा होइन ऊ हेर न यहाँनिर मेरो लेभललाई ट्याप भएन क्या नभए म ट्रेड हान्थेँ क्या यहाँ होइन यो क्या यहाँ होइन यही हो अब होइन लाइक म के सोचिरहेको थिएँ भन्दा यसले यो लेभलबाट यहाँ हाई जाओस् अनि यसको मुनि ब्रेक गरोस् अनि त्यहाँबाट मैले यसलाई सेल गर्छु यहाँ लोको लागि क्या यहाँको लागि सेल गर्छु सोचेको थिएँ बट यो भएन म यसलाई अझै पनि वेटिङमा छु कि आएर यो लेभलमा ट्याप गरोस् यो लेभलमा ट्याप भएर होइन यो लेभलमा ट्याप भएर यसले 5 मिनटमा चेन्ज अफ क्यारेक्टर दियोस् म यसलाई यसको लागि सेल हान्नेवाला छु क्या म यही होइन म आज गोल्ड पनि छैन नजिक मेरो लेभलको नजिक गोल्ड पनि छैन कुनै पनि अरू करेन्सी पेयरहरू अथवा कोही पनि क्या यो बिटिसी पनि मेरो लेभलमा छैन लाइक मैले ट्रेड हान्ने ठाउँहरूमा छैन त्यही भएर चाहिँ युएसटी क्याड चाहिँ मेरो लेभलमा आइरहेको थियो क्या एटलिस्ट यति लेभल यो त यत्रो लेभलको नजिक पुगेर यो साला मलाई यो लेभल ट्याप नगरेर गिर्यो नि त ल मैले त्यहाँ छोडिदिएँ क्या जबसम्म यो लेभलमा ट्याप आउँछ यो लेभललाई ट्याप हान्छ मलाई 5 मिनटमा चेन्ज अफ क्यारेक्टर दिन्छ म सेल हानिदिन्छु यो डाउनको लागि क्या गाइज यति नै ल